कस्तो खा टिम कुन हो टिम ए ओए ऋतिक दाइको जर्सी नम्बर के थियो 19 ऋतिकको जर्सी 90 दायाँ छ अन्टु माने अहिलेको गोल मानेर दिन्छ नाइस हुँदै हजुर गीत न गाह्रो हुँदो रहेछ किन जाने म त के गर्न होला म के सोचेको थिएँ भाइ म त्यो राख्नु होला नत्र त्यो मन बनाउँदिनँ है ऋतिक 19 होइन ओए 19 हो क्या उति तल लेखा त आन्दे कपीमा हिँड्छ अनि छिटो कर्नर सिधा बना सिधा म त यतै मात्र खिचिरहेको छु छोट खेले हैं डिफेंस गरेर अनि डिफेंस गरेर पहिले वर्षको पनि डिफेंस गर्छ त तपाईँ भने जान्छ तपाईँ अन्त तल गएन ठोक्क बस्दिन्छ खच्चा है सुरु तनी आइस ला तो खिच न गाली गर्छ रिवाज रे गाली गरेर होला नि रन्जन बस्छ हल्ला मार्को बस्छन् हामी मेरो ब्याग हेर्नु ओ ल छिटो गेला न खच्चा नाइस कताउनु हुन्न टाउकोमै हान्छ पहिलो वर्ष झन्डा खुट्टामै पड्केर हामी ऋतिकलाई त्यसरी आउन पाएन सुट
स्यामले खेल्यो सन्जुले स्यामसङ बनायो हेरेर ज्यान हेर्दै ढाल्ने लाग्छ नि त कुन सन्द हो कदमले राखेको के त्यो राम्रो डिफेन्स जस्तो नि त म त्यो पेस अफिस हाल्छ नि त अहिले त च्यान्टे भयो नि हो यता मार्यो तिमीहरू पनि खुट्टा हात तिमीहरू पनि खुट्टा हात हान्दैन खै हान्दैन हाम्रो केटाहरू डर हान्ने पुग्छ होइन खै रोशन सिधा बना न सिधा लजाले खेल्छ म त यसपछि त खिच्दिनँ कुरा नै डराउँदैन कि तिमीहरू भन्दा त दाइ दाइ के भन्यो रेफ्री हो है के ओए नाइस पास नहीं नील सुधारे म्याच लु दिए नि हुन्छ अहिले काब्रेली सम्धि काब्रेली गर्नेको नाम के छ टाइम वेस्टिङ होइन दुई त रङकले दिन्छ पछिको कुनै गोल एउटा ठाउँमा हाने क्या एउटा स्टाइलमा हानेको क्या फेरि सबै नाइस गोल किपिङ दिन्छ मुखमै दियो किपर चाहिँ हो कि पासै गटा है राम्रै पास गटा लजाको के खेल्यो म हाल्नु ड्याममा हाल्नु कि त आफ्नो भाँचिन्छ कि त अगाको भाँचिन्छ निन्द्रा चाहिँ खेल्यो क्या नाइस कन्ट्रोल डबल दिएछ होइन गोल गोल हो गोल म रेफ्री बखर गोल हो गोल हो कति नम्बर हाल्नु सोध्नु एकचोटि दाइ कति नम्बर गोले हाने
नाम हाँ? मारेको छ नपराधिदिनहरू बढी त फल्के ढल्के कि मलाई आउनु नजाने एउटा एक्सटिङ आइसक्यो भाइ हामीले तिमी नगराउ त्यहाँले भनेको त रिवा चाहिँ टेन्सन नलिने मिल्छ न त हाम्रो चाहिँ यो त लजौटर हुनुहुन्छ क्या दामी डुबाउने मन छ क्या के भएन ल एक गोल खाइहाल्दैछ नि त ल पड्का न खै रेफ्रीको विसल सुन्न केटाहरू ल अझै ल तिमी पोस्ट गर्न लाग्यो पोस्ट गर्न लाग्यो ठुलै सन्जय खै अघि अनि किपरको मुख्यमा नदिएन फुट्छले के हाल्यो हावा मात्र हान्दो रहेछ यो अब भर लागेन क्या मलाई उसको हेर्न ऊ कस्तो लजारेको